23 कार्तिक 2082 का दिन छोटो समयमा नै पार्टी संगठन विस्तार गरेको प्रवास नेपाली सम्पर्क विभाग नर्वेद्वारा आयोजित कार्यक्रममा सहभागी हुन पूर्व सांसद श्रीमती शोभिता गौतम नर्वेको ओस्लोमा उपस्थित हुनुभएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गरेर पाल्नुभएका अतिथिहरूले उहाँलाई स्वागत गर्न आतुर देखिनुहुन्थ्यो र कार्यक्रममा स्थानीयको सहभागिता उल्लेखनीय रहेको थियो। सो अवसरमा विभिन्न वक्ताहरूले आफ्नो धारणा पनि व्यक्त गर्नुभयो। केही गलत होलाई गलत हो र सही होलाई सही हो भन्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको प्रवास नेपाली सम्पर्क विभाग नर्वे स्थापना भएको देशमा हालको विषम परिस्थिति र आफ्ना सभापति विरुद्ध राज्यले गरेको अन्याय, अत्याचार र राजनैतिक प्रतिशोधका कारण कसैमा आक्रोश, कसैमा निराश र कसैमा पीडाको अनुभूति स्पष्ट देखिन्थ्यो। सभापति परिवर्तन गर्ने हो। अहिले यो बेला सभापति परिवर्तन होइन, स्थापित गर्ने बेला हो। विस्थापित होइन, स्थापित गर्ने बेला। साँच्चै मोमबत्ती बलिराखेको छ भने त्यो बाटो देखाउने पात्र हो र फेसबुकमा कसैले घन्टीले लाइक गर्ने बित्तिकै मैले चाहिँ प्रत्येकलाई फोन गरेको छु। त्यो दिन म यहीँबाट सम्झिन चाहन्छु। तर अत्यन्त शालीन र प्रखर वक्ता शोभिता गौतमले सबैलाई ऐक्यबद्धता हुन तथा आपसी आत्मीयता र एकताको भावना बलियो बनाउन सम्पूर्ण महानुभावहरू, हाम्रो कार्यक्रमको अध्यक्षज्यू, हाम्रो कार्य समितिमा हुनुभएको साथीहरू, तपाईँहरू एकचोटि नेपालमा जन्मिनु भएको, नेपालको माटो तपाईँहरूको एउटा कागजको टुक्रामा तपाईँहरूलाई चाहिँ नि विदेशी बनाउने त्यो कहिले पनि सम्भव हुन्छ जस्तो मलाई लाग्दैन। तपाईँहरू नेपालीकै हो, नेपालमै फर्किनुपर्छ। त्यसमा तपाईँहरू संसारभरि छरिरहनु भएको नेपालीहरूले जान्नुभएको कुरा चाहिँ कता कता युनिभर्सिटीमा जान्नु भएको छ, पोलिसीमा रहनु भएको छ। हाम्रो नेपालीहरू नपुगेको त ठाउँ कहाँ छ त? त्यहाँबाट उहाँहरूले अरूको देशको लागि गर्नुभयो भने हाम्रो देशको लागि पनि त गर्न सक्नुहुन्छ नि। अब उहाँहरूलाई हामीले खोजेर जोडेर तपाईँले गर्न सक्ने स्थान यहाँ छ भनेर देखाउनु पर्नेछ। त्यो जठन यहाँको सामर्थ्य, यहाँको एकताले त्यहाँ बल मिल्छ। अनि त्यहाँ बन्दै गर्दाखेरि त अबको 15 वर्षमा 20 वर्षमा नेपाल तपाईँ हामीले देख्न चाहेको जस्तो नेपाल बन्यो भने किन बस्नु पर्यो त? आफ्नै देशमा फर्किनको लागि बाटो खुल्यो भने किन बस्नु पर्यो त? त्यसकारणले त्यो सबै गर्नको लागि चाहिँ देश विदेशमा रहनुभएका नेपालीहरूलाई उहाँहरूसँग भएको सिप क्षमतालाई देशले कसरी मुद्दामा बहस गर्नको लागि सबैलाई खुल्ला स्वागत गर्न चाहन्छ। नेपालमा शिक्षाको क्षेत्र समृद्ध बनाउनको लागि के गर्ने भन्ने बहस गर्नुपर्छ हामीले। यति नै भन्दै म यहाँहरूसँग मेरो कुराहरू यही टुङ्ग्याउन चाहन्छु। हवस् त, नमस्कार, जय हिन्द। कार्यक्रमपछि हाम्रो आतिथ्यतामा रहनुभएका उहाँहरूसँग केही बेर विश्राम, चियापान तथा पार्टी विस्तारका विषयमा फल्दै छलफल सम्पन्न भयो। छोटो समयमा भव्य र सभ्य तरिकाले कार्यक्रम सफल भएकोमा सबै प्रसन्न देखिनुहुन्थ्यो। केही निर्देशन जानु पर्यो भने केन्द्रीय समितिबाट चाहिँ अब त्यो हाम्रो विभिन्न विभागहरू छ, त्यो चाहिँ विभागको थ्रुबाटै आउने हो। स्टार्टर मात्रै हो। अब आज फिनल्यान्ड अर्को कार्यक्रम फिनल्यान्डमा तय भएकाले चाँडै भेट गर्ने प्रतिबद्धता गरेर हामी सबै ओस्लो विमानस्थल पुगेर उहाँहरूलाई बिदाई गर्यौं। राष्ट्रिय स्वतन्त्र पार्टीलाई आगामी दिनको सफलताको लागि अग्रिम शुभकामना। हस्त, धन्यवाद।